के भयो भाइ? के भयो दा यार, सर्भिसिङ गर्ने बेला भयो कि इन्जिनमै प्रब्लम हो, तनाव भयो। ए अहिलेसम्म स्टार्ट भएन? भएन नि दा यार। अघि म माथि जाँदा नि के खाँदै थियो, अहिले आउँदा नि के खाँदै रहेछौ? के भयो दा यार, इन्जिन गएको हो कि? तर तिम्रो बाइक चाहिँ सही ठाउँमा बिग्रेछ भाइ। किन र दाइ? ल भाइ यार, उहाँ मासतिर गएर डाँडातिर गएर बिग्रियो भए त तनाव हुन्थ्यो नि भाइ। अहिले त यहीँ नजिकै अटोमान्डोको सोरुम छ त, यहीँ 5 मिनट परपट्टि। के छ र त्यस्तो अटो मान्नुमा? ए भाइ यार, तिमी इनड्राइभ चलाउने अनि तिमीलाई पनि थाहा छैन अटोमान्डोमा के छ भनेर? अहिले त इनड्राइभले लोयल्टी प्रोग्राम ल्याएको छ नि भाइ। ए लोयल्टी प्रोग्राम भन्नाले? ल भाइ यार, अहिले त बेसिक राइडरहरूलाई सर्भिसिङ गराउँदा 50% छुट र प्लाटिनम ड्राइभरहरूलाई सर्भिसिङ गर्दा 100% छुट छ नि भाइ। त्यस्तो छ? ए भाइ त्यति मात्र कहाँ हो र भाइ? अहिले हामीले मोबिल स्पेयर पार्टहरू फेर्दा पनि 10 देखि 15% छुट छ नि भाइ। ले हो र? ल अझ तिमीलाई अर्को कुरा थाहै छैन। के कुरा दाइ? तिम्रो गर्लफ्रेन्ड छ? गर्लफ्रेन्ड त छ, तर बाइक चलाउँछ? इनड्राइभ? इन्ड्राइभ त चलाउँदैन, भन्नु न के हो? ए चलाउँदैन रहेछ, तै पनि भनिदिइहाल्छ भाइ। लेडी राइडरलाई त झन् 65%सम्म छुट छ नि भाइ। ए हो र? होइन त भाइ यार। अफर त सुनाइहाल्नु भयो दाइ, ल बाइकमा तलसम्म ठेलाउ न त। ए तपाईँ र म मिलेर। ए अफर सुनाउने पनि मै, बाइक पनि मैले ठेलिदिनु पनि भाइ। अनि ठेल्दिन न दाइ यार तलसम्म, कसरी लाने यत्रो उकालो बाटो?